ओके, हामीले युनिट एन्ड मेजरमेन्टको 7वटा लेक्चरमा सम्झिसक्यौँ है, ठिक छ। अब उसको डाइमेन्सनहरू के भन्छ, उसको एमसिक्यूहरू गर्नु बाँकी छ। एमसिक्यू हामी भेक्टर सक्यो लगतै गर्छौँ है त, ठिक छ। उसको जति पनि प्रोबेबल एमसिक्यूजहरू छ र पास्ट क्वेसन इयरको जति पनि एमसिक्यूहरू छ त्यो हामी सबै गर्छौँ है। आज हामी स्टार्ट गरौँ भेक्टर स्टार्ट गरौँ है, स्केलर एन्ड भेक्टर। ल, सिटिभिटीको लागि र यो क्लास 11 को लागि पनि हो है, ठिक छ। क्लास 11 को लागि ओके, त्यतिकै इम्पोर्टेन्ट है त। ल, सिटिभिटी। वेलकम टु कृष्ण फिजिक्स क्लास भेक्टर लेक्चर 1 प्रिपेयर बाई कृष्ण सर। ओके, नाउ लेट्स स्टार्ट। भेक्टर है, भेक्टर। ल, भेक्टर भनेपछि के हो भनेपछि यसको अब स्केलर है, डेफिनेसनबाट जाने। डेफिनेसनले के भन्दा छ हामीलाई त्यो गर्ने है। भेक्टर च्याप्टरमा हामी सबभन्दा पहिले के पढ्छौँ? ल, स्केलर। स्केलर स्केलरको डेफिनेसन के हो त, त्यो हामी पढ्ने है त। ल, स्केलरको डेफिनेसन लेख त। दोज फिजिकल क्वान्टिटी which have only the magnitude but no direction are called scalar है त, स्केलर है। ओके, त्यसो भए यसले के भन्दा छ हेर त, दोज फिजिकल क्वान्टिटी विच हेभ ओन्ली द म्याग्निट्युड बट नो डाइरेक्सन है। भनेपछि म्याग्निट्युड छ तर डाइरेक्सन छैन, कता गइरहेको छ यो थाहा छैन हामीलाई है, ठिक छ। यही भने के हो, स्केलर हो है। ल, यसको त्यसो भए केही इक्जाम्पलहरू पनि लेखौँ है, ठिक छ। सबभन्दा पहिले यसको एउटा अझै कुरा यसमा जोडिहाल्यो त, के लेख भने स्केलर is described completely by a numerical value है, and this value is not associated with a particular direction। ओके, यसमा डाइरेक्सन हुँदैन। अघि पनि मैले भने नो डाइरेक्सन बट ह्याभ म्याग्निट्युड है त, ठिक छ। डाइरेक्सन हुँदैन तर म्याग्निट्युड हुन्छ, यो भने के हो, स्केलर है, ठिक छ। अब यसको के इक्जाम्पलहरू लेखौँ है। इक्जाम्पल्स के हो त, डिस्टेन्स लेख, डिस्टेन्स होइन, त्यसपछि स्पिड है, भोल्युम र अरू धेरै है त, भोल्युम एन्ड इटिसी। ओके, यही भनेको हाम्रो स्केलर हो है। अब स्केलर लेख्यौँ भने हामी त्यही अनुसार अब भेक्टरको पनि लेखौँ है, ठिक छ। ल, लेख त, भेक्टर। ओके, भेक्टर भन्ने के हो त, दोज फिजिकल
quantities which have both है magnitude and direction are called vector. ओके ठीक छ यसमा के छ म्याग्निट्युड पनि छ र डाइरेक्सन पनि छ बुझ्यो ओके ल अब यस्तै गरी यसको पनि के इक्जाम्पल लेखौँ त इक्जाम्पलहरु के हुन सक्छ त इक्जाम्पल्स है त्यहाँ डिस्टेन्स भयो स्पिड भयो हैन भोल्युम भयो अब यहाँ के हुन्छ डिस्प्लेसमेन्ट है डिस्प्लेसमेन्ट ठीक छ डिस्प्लेसमेन्ट भेलोसिटी फोर्स है एन्ड मेनी अदर्स अनि डिटेलमा हामी पढ्छौँ त्यो है ठीक छ अब भेक्टर र स्केलरको हामीले डेफिनेसन पढ्यौं राइट डेफिनेसन पढिसकेपछि अब हामीले भेक्टरलाई रिप्रेजेन्ट कसरी गर्ने है त्यो पनि त पढ्नु पर्यो हो कि नै ल पढ त रिप्रेजेन्टेसन अफ भेक्टर है ल रिप्रेजेन्टेसन अफ भेक्टर हैन त ल अब हेर त के भनिरहेछ यसको हेर त vector is represented by an arrow है एरो भनेपछि यस्तो है त ठीक छ ओके त्यसो भए द म्याग्निट्युड अब एरो भेक्टर चाहिँ एरोले भइरहेछ अब भेक्टर कसरी हुन्छ त है ठीक छ द म्याग्निट्युड यो एरो भनेको डिरेक्सन के हो यो डिरेक्सन है ठीक छ अब म्याग्निट्युड कसरी गर्छ हेर त द म्याग्निट्युड अफ भेक्टर is called modulus of the vector है त ठीक छ अब हेर यसले कसरी हुन्छ मोडुलस भनेपछि यहाँ हेर है जस्तै यस्तो यो दुईटा धर्कोको बीचमा आउनुपर्छ ओके ठीक छ ओके ठीक छ ल यसलाई हामी ब्र्याकेटमा क्लोज गरौँ त ल अब इक्जाम्पल है इक्जाम्पल्स लेखौँ त यसको कसरी लेख्ने मोडुलस र एरो भेक्टर ओके ठीक छ ल हेर द मोडुलस अफ भेक्टर पी क्यू यस्तो एरो है ठीक छ भेक्टर हेर त कसरी भइरहेछ एरो भइरहेछ नि त माथिमा हैन माथिमा एरो भइरहेछ भने यसले के भन्ने भेक्टर है अब यसको पीक्यू भेक्टरको के हुन्छ त कसरी रिप्रेजेन्ट इज represented by p q भेक्टर अनि मोडुलस हैन मोडुलस यस्तो मोडुलस भनेको मोडुलसको दुईटा स्ल्यास तान्ने त्यसको भित्रमा राख्ने है त्यही भने के हाम्रो मोडुलस ओके ल अब यो मोडुलस हालेपछि के हुन्छ यहाँ त जस्तै -6 छ भने मोडुलसको भित्र यो आएर कस्तो हुन्छ 6 हुन्छ है यो मोडुलसले यसलाई के गर्छ माइनसलाई पोजिटिभ गर्छ र यो +6 छ भने 6 नै हुन्छ किनकि पोजिटिभलाई नेगेटिभ गर्ने काम मोडुलसको हैन बुझ्यो ल माइनसलाई मात्र प्लस गर्छ ओके ठीक छ ल ठीक छ अब यहाँ हेर ओके it is always
पोजिटिभ के हुन्छ पोजिटिभ है ठिक छ पोजिटिभ हुन्छ जहिले पनि यति लेख्दा पुग्छ है यति हाम्रो भनेको बेसिक नलेजहरू हो हैन हामीले कसरी रिप्रेजेन्ट गर्ने कसरी के गर्ने हैन ओके ओके ल त्यसपछि अब भेक्टरको रिप्रेजेन्टेसन पनि पढेको हैन त्यसपछि अरु रिप्रेजेन्टेसन पढ्यौं र अब टाइप्स पनि पढ्यौं है याद के गर्नुपर्छ मोडुलस भनेपछि यहाँ हेर त यो मोडुलस छ नि यो के हुन्छ जहिले पनि पोजिटिभ हुन्छ है ओके पोजिटिभ ल अनि यसले पिक्यू भेक्टर र यो भित्रमा यसरी मोडुलसको भित्रमा राखिन्छ यो मोडुलस बाहिर निस्किसकेपछि के हुन्छ पिक्यू भेक्टर पोजिटिभ हुन्छ है ओके ल अब टाइप्स पढौं त कति प्रकारको हुन्छ टाइप्स अफ भेक्टर हैन ओके त्यसो भए नम्बर 1 नल और जीरो भेक्टर नल भनेपछि त्यतिकै हामी बुझ्छौं नल भनेको जीरो हो हैन ठीक छ ओके यसलाई लेखौं त यसको डेफिनेसन के हुन्छ इट इज अ भेक्टर with zero magnitude है magnitude and has no specific डाइरेक्सन यसमा स्पेसिफिक डाइरेक्सन हुँदैन जीरो म्याग्निट्युड जीरो के हुन्छ त जीरो के हुन्छ ल मैले जीरोको डाइरेक्सन हाले कता जान्छ यो यता पनि जान्छ उता पनि जान्छ हैन तल पनि जान सक्छ कतै जान सक्छ नि हैन सो इट हैज नो स्पेसिफिक डाइरेक्सन है ठीक छ ओके ल अब यति यो हाम्रो टाइप 1 भयो हैन टाइप 2 के हो त ल 2 मा के छ युनिट भेक्टर के छ युनिट भेक्टर अब इम्पोर्टेन्ट कुराहरु आउन थालेछ यो सबै इम्पोर्टेन्ट हो सोध्न सक्छ है एमसीक्यू पोइन्ट अफ भ्यूले पनि सोध्न सक्छ ल अब यसमा लेख त भेक्टर having unit magnitude is called unit vector है ओके युनिट म्याग्निट्युड भनेको 1 मात्र हुन्छ है ठीक छ नि ओके ल हेर अ unit vector is the directions of vector A is written as है कसरी लेख्ने अब यहाँ युनिट भेक्टर को जहिले पनि क्याप ए है क्याप के हुन्छ क्याप है इक्वल्स टु ए भेक्टर डिवाइड बाइ ए भेक्टर को मोडुलस है ओके ल यही हो यसको के हो त युनिट भेक्टर को कसरी लेख्ने भन्दा ओके ल चाहिँ एकदम ए क्याप हैन ए क्याप त्यसपछि योहरु है ठीक छ एकदम इम्पोर्टेन्ट छ ओके ल ओके ल अब हामी यस्तै गरी युनिट भेक्टर पढ्यौं हैन जीरो भेक्टर नल भेक्टर पनि पढेको है ओके त्यसपछि अब डिफरेन्स बिट्विन सोध्न सक्छ 2 मार्क्समा हैन ठीक छ के लेख्ने त देखा यहाँ अब डिफरेन्स बिट्विन कसरी डिफरेन्स गर्ने ल डिफरेन्स
between scalars and vectors. Okay. Solution के हुन्छ हेर त म्याथमेटिकल टर्म हैन सोल्युसन लेख्नु पर्दैन है भइहाल्यो यो सबै नोट पनि भइरहेछ है ठीक छ द मेन the main difference between scalars and vectors are as follows है ल अब scalars and vectors है ल तान्दिम अब चाहिँ कतिवटा पोइन्ट लेख्ने थाहा छ मजाले हामीले 5 वटा पोइन्ट लेख्छौं जतिवटा याद हुन्छ एक्जाममा त्यतिवटा लेख्दिनु है त ओके ल ओके अब यसको 1 नम्बरमा डेफिनेसन पढ्दै जाउँ है ठीक छ तर सर्टकटमा वान लाइनर हुनु पर्यो है डिफरेन्स बिट्विन वान लाइनर यसमा के हुन्छ ल हेर त स्केलर्स have magnitude only भनेपछि यसको के हुन्छ vectors have both magnitude and direction अघि नै भर्खर हामीले पढ्यौं हैन है ओके अब 2 नम्बरमा scalars are denoted by number with specific unit है scalars कस्तो हुन्छ हेर त scalars are denoted by a number with specific unit है यसमा भेक्टरमा हेर त vectors are denoted by हुन्छ है denoted by राम्रो लेख्नु पर्छ हामीले हैन ठीक छ denoted by letter है ठीक छ with an arrow head over it भने के हो त टाउको माथि यस्तो एरो हाल्नु जस्तै PQ को माथि यस्तो एरो हाल्नु है P को यस्तो माथि एरो हाल्नु Q को माथि यस्तो एरो हाल्नु ओके ठीक छ ल यो रोल निट एन्ड क्लीन बनाइदिउँ ल अब अर्को 3 नम्बरमा के हुन्छ त हेर त स्केलरहरु एड सबट्र्याक्ट गर्न मिल्छ हैन ठीक छ ओके ल लेखौं त
scalars are added or subtracted algebraically है algebraically हैन त्यस्तै भेक्टरमा पनि त्यही हुन्छ है त vectors are also denoted भन्दा चाहिँ added है ओके ल के हुन्छ added है ठीक छ added or subtracted है त subtracted के हुन्छ algebraically हैन algebraically एड सब्ट्र्याक्ट गर्न मिल्छ है त ल अब त्यति भइसकेपछि अब के गर्ने त हेर त हैन ल अब 4 नम्बरमा के हुन्छ त हाम्रो हेर त 4 नम्बरमा ल 4 नम्बर लेख त स्केलरको प्रोडक्टहरु कस्तो हुन्छ स्केलर क्वान्टिटी र भेक्टरको प्रोडक्टहरु कस्तो हुन्छ भेक्टर क्वान्टिटी है ल लेखम स्केलर प्रोडक्ट of a vector है ठीक छ भेक्टर नै भन्छ हैन ठीक छ नि भेक्टरको स्केलर प्रोडक्ट पनि हुन्छ र भेक्टर प्रोडक्ट पनि हुन्छ ओके ठीक छ इज अ स्केलर क्वान्टिटी हैन अनि यता चाहिँ भेक्टर प्रोडक्ट of vectors is a vector quantity है त ल अब हामीले चारवटा लेखेको हैन अब मजाले यसलाई हेर त के लेखेको छ स्केलर have magnitude only vectors have both magnitude and direction scalar are denoted by a number with a specific unit vectors are denoted by a letter with an arrow head over it है त्यसपछि scalars are added or subtracted algebraically vectors पनि सेम है त्यो पनि त्यसरी नै एड र सब्ट्र्याक्ट हुन्छ हैन scalar product of vector is a scalar quantity vector product of vector is vector quantity ओके ल अब यसको इन्ड गरौँ त अब लेखौँ ओके एउटा के लेख्ने ल एक्जाम्पल एकदमै एक्जाम्पलहरु के हुन्छ हैन टक्क हाम्रो यति गरिसकेपछि हामीले याद हुन्छ नि त 5 वटामा 4 वटा याद होला है ठीक छ 3 वटा याद हुन्छ हैन ठीक छ नि त्यसरी पनि मार्क्स त गेन भइहाल्छ तिमीलाई हो कि नै ओके स्पिड डिस्टेन्स हैन त्यसपछि डेन्सिटी है मास भोल्युम एसेट्रा ओके अब यता पनि लेखौँ है 5 नम्बरमा एक्जाम्पल्स के हुन्छ डिस्प्लेसमेन्ट यो त कहिले भुल्नु नै हुँदैन है ठीक छ नि कहिले पनि भुल्नु हुँदैन डिस्प्लेसमेन्ट अनि फोर्स त्यसपछि एक्सेलरेसन अर्को भेलोसिटी है अरु धेरै एसेट्रा है त ल अब यसरी हाम्रो भेक्टर एन्ड के को भयो
डिफरेन्स बिट्विन भयो हैन। हेर त के छ, स्केलर्स ह्याभ म्याग्निट्युड ओन्ली, सबै लेख्यो हैन। ठिक छ, एक्जाम्पलहरु पनि लेखिसक्यौँ। अब हामी मजाले अर्कोतर्फ जाउँ है। ल ओके, अब ट्रायंगल ल अफ भेक्टर एडिसन कति पटक सोध्याछ, कति पटक सोध्याछ। ट्रायंगल ल अफ भेक्टर एडिसन र प्यारालेलोग्राम अफ प्यारालेलोग्राम ल अफ भेक्टर एडिसन धेरैचोटि सोध्याछ है। ठिक छ, यति कुरै छोड्दै। ओके, ल लेखौँ कसरी सोध्छ यसलाई। दुईटा क्वेसन सोध्छ है। ठिक छ, एउटा डिफिनेसन सोध्छ र अर्को के सोध्छ, स्टेट ट्रायंगल अफ भेक्टर एडिसन हैन। ठिक छ, अनि अर्को रिजल्टेन्ट के हुन्छ कसो हुन्छ त्योहरु सबै सोध्छ है। ल लेखौँ त, यसरी सोध्छ है। म क्वेसन नै भनिरहेछु। डिफाइन भेक्टर्स स्टेट ट्रायंगल ल अफ भेक्टर एडिसन, find the magnitude and direction of resultant vector by using triangle law of vector addition। ओके, ल अब हामी ठ्याक्कै यस्तै गरी क्वेसन सोध्छ है तिमीहरूलाई पनि, बुझ्यौ नि। डिफाइन भेक्टर्स एन्ड स्टेट ट्रायंगल अफ भेक्टर एडिसन, फाइन्ड द म्याग्निट्युड एन्ड डाइरेक्सन अफ रिजल्टेन्ट भेक्टर बाई युजिङ ट्रायंगल अफ भेक्टर एडिसन भनेपछि यो 11 क्लास 11 पनि सोध्छ। ओके, अनि सी भन्दा सीटीबीटी को, ओके, सीटीबीटी को फर्स्ट इयर को फिजिक्स को दिन यो आउँछ या त प्यारालेलोग्राम ल अफ भेक्टर एडिसन आउँछ। दुईटाबाट एउटा क्वेसन फिक्स छ है भेक्टर च्याप्टरबाट। ओके, आउने भनेको यतिबाट मात्र आउने है त, बुझ्यौ नि। मजाले हेर्नु। अहिले म स्टेटमेन्टहरु सबै लेख्छु, त्यसपछि स्टेटमेन्टको अर्थ के हो है, स्टेटमेन्टको अर्थ के हो त्यो म जब यसको सबै कुरा रिजल्टेन्टहरु निकालिहाल्छु त्यसपछि एक्सप्लेनेसन गरे भने तिमीहरु मजाले बुझ्छौ है। ल अब भेक्टर एडिसन लेख त। व्हाट इज भेक्टर, अहिले भर्खर भने के हुन्छ त्यसमा म्याग्निट्युड पनि हुन्छ र डाइरेक्सन पनि हुन्छ, हो कि नै, एन्ड है। ठिक छ, यस्तो हुन्छ है त। ल यो चाहिँ नबिर्सिनु है। ओके, अब हामी मजाले गरौँ त। ल फिजिकल दोज फिजिकल क्वान्टिटिज which have both magnitude and direction are called vectors है। दुईटै हुन्छ यसमा। ओके, ठिक छ। अब यति लेखिसकेपछि इक्जाम्पल पनि लेख्दिउँ न, किन है। ठिक छ, इक्जाम्पल लेख्यो भने इक्जामिनरले पनि सोध्छ, ओहो विद्यार्थी कति राम्रो है त। ठिक छ, इक्जाम्पल पनि लेख्दियो। डिस्प्लेसमेन्ट खुसीले मानिन्छ है, डिस्प्लेसमेन्ट भेलोसिटी, ओके, फोर्स। इक्जाम्पल नलेख्दा पनि हुन्छ तर जस्ट एज अ क्याजुअल लेखिदिएको। ओके, ल अब के भन्छ यसमा, स्टेट द ट्रायंगल अफ भेक्टर एडिसन। अब त्यसको स्टेटमेन्ट लेख्ने, स्टेटमेन्ट भन्दा छ है स्टेटमेन्ट। ओके,
ल अब स्टेटमेन्ट लेख्नु त यहाँ यसो हेडिङ दिउँ ओके ट्रायंगल ल अफ भेक्टर एडिसन है त ल यो चाहिँ हाम्रो हेडिङ हो हैन ओके त्यसपछि अब हामी स्टेटमेन्टमा जाउँ स्टेटमेन्टले के भन्दा छ ल स्टेटमेन्ट है त ओके स्टेटमेन्टमा लेख त इफ टु भेक्टर्स acting simultaneously on a body be represented by two adjacent sides of a triangle in the same direction है त ल then the closing side of a triangle in the opposite order gives the resultant के भन्छ resultant of magnitude and direction यसको अर्थ एकदम इजी छ है अहिले म यो रिजल्टहरु सबै निकाल्छु नि अनि मजाले यो स्टेटमेन्टै याद भइहाल्छ ओके ठीक छ स्टेटमेन्ट भनेको के हो भनेपछि हेर्नु है ल ओके बुझिरहेछ ल अब हामी एउटा मजाले फिगर गरौँ है ओके ल फिगर ट्रायंगल बन्यो हैन हाम्रो ओके अब यसको ओके यति भइसकेपछि अब मजाले हामी यसको यो एरो भेक्टर है एरो चाहिँ हाल्नै पर्छ है ठीक छ यो चाहिँ भेक्टरको साइन हो ट्रायंगल अफ भेक्टर एडिसनमा यो एरो बिर्सेपछि गयो यो एरो है एरो ओके ल त्यसो भए यो कति हो थीटा यो चाहिँ 90 डिग्री है ओके त यो चाहिँ 5 ओके अब यसको नामहरु लेखौं हेर त यो ट्रायंगल ओ ए र बी भयो है र यो सी यो हामीले बढाएको है ठीक छ ओके त्यसो भए यो चाहिँ यो ओए चाहिँ पी हो
र ओबी चाहिँ आर के हो आर है ल यसको फिगर चाहिँ लेख्नुपर्छ है तलमा के को फिगर हो त फिगर इक्वल्स टु ट्रायंगल ल अफ भेक्टर एडिसन ओके ल यति भइसकेपछि अब हामी मजाले यसको के लेखेको त यसमा है त्यो हामीले लेख्छौं है त ल ओके अनि यसलाई के हुने है यो के भन्छ क्यू है त एबी क्यू ओके अब एक्सप्लेनेसन जाम त के लेखेको हामीले त्यो त बुझाउनु पर्छ नि त ट्रायंगलमा हैन ठीक छ यो अहिले तिमीले मजाले सार हैन अब म यो सकेपछि त्यसपछि सबै सरल बुझाउँछु है ल अब लेख त लेट टु vectors p vector and q vector be represented by two sides. Okay, two sides OA and OB either of OB भन्दा पनि ए हुन्छ यो ठीक छ त्यो त ए हो नि त हैन एबी यसो त ए बी अफ ट्रायंगल कुनमा भइरहेछ हेर त ओ यहाँ त ओ ए र बी मा हैन यस्तो हेर त कस्तो छ ओ ए र बी है ट्रायंगल यस्तो बनिरहेछ है यो त हाम्रो जस्ट अहिले हामी यसको बारेमा लेख्छौं के भनेपछि हो के एक्सटेन्ड गरेको के गरेको एक्सटेन्सन भन्छ नि हैन त्यस्तो एक्सटेन्सन गरेको है ल अफ ट्रायंगल ओके ल त्यसपछि अफ ट्रायंगल ओ ए बी in the same order then closing side OB in the opposite order gives के दिइरहेछ gives the resultant है ठीक छ resultant of these vectors okay ल both in magnitude and direction भेक्टर दुई पनि दिन्छ हैन म्याग्निट्युड पनि दिन्छ र डाइरेक्सन पनि दिन्छ के हो त दैट इज आर भेक्टर है ल आर भेक्टर इक्वल्स टु पी भेक्टर प्लस क्यू भेक्टर ओके ठीक छ यति भयो एक्सप्लेनेसन के छ हेर त एक्सप्लेनेसन म के गरिरहेको छु यहाँ हेर लेट टू भेक्टर्स p भेक्टर एन्ड q भेक्टर है ठीक छ बी रिप्रेजेन्टेड बाइ टू साइड्स यहाँ भेक्टर छैन होला
साइन है साइन क्यु भेक्टर साइन है ठिक छ ओके त्यसो भए पी भेक्टर र क्यु भेक्टरलाई हामी कसरी साइन कुन साइडले रिप्रेजेन्ट गरिरहेछ टु साइड्स ओएपी भयो हैन र र एबी ए र बी कुन भयो हेर त ए र बी क्यु भयो के भयो क्यु भयो है क्यु भेक्टर ओके कसको ट्रायंगलमा ओ ए र बी को ट्रायंगलमा हैन त ओके इन द सेम देन क्लोजिङ साइड अफ ओबी हेर त ओबी यहाँ हेर त यो ओ र बी भयो है ठीक छ ओ र बी है त ओबी मा के छ आर भेक्टर यहाँ पनि भेक्टर हाल आर भेक्टर हाल है ठीक छ ल ओके क्लोजिङ साइड अफ ओबी इन द अपोजिट अर्डर गिव्स द रिजल्टेन्ट हेर त यो हेर त यहाँ यो प्लस यो गर्यो भने यो दिन्छ कि हैन दिन्छ है ठीक छ यो र यो एड गर्यो भने यो आर भेक्टरले के दिइराछ क्यु भेक्टर पी भेक्टर प्लस क्यु भेक्टर है ठीक छ त्यही हामीले लेखेको order gives the resultant of the vectors both in magnitude and direction ओके ल अब यो हाम्रो एक्सप्लेनेसन भयो ट्रायंगल को है ठीक छ अब हामी के लेख्नु त हेर आर भेक्टर को रिजल्टेन्ट निकाल्नु छ हैन रिजल्टेन्ट निकाल्नु छ भने सबभन्दा पहिले के गर्ने अब यो ओए देखि हैन यो एसी प्रोड्युस गर्ने यो एक्सटेन्ड गर्ने एक्सटेन्सन गर्ने प्रोड्युस गर्ने है कहाँदेखि कहाँ ओ देखि लिएर सी देखि सी सम्म किनकि नाप्नुले त यहाँदेखि यहीँदेखि नाप्छ नि त हैन जहाँदेखि इमेज बनिरहेछ त्यहीदेखि हामीले नाप्नुपर्छ त्यसैले ओ देखि सी सम्म हामीले यसले बनाएको र अब यो सी देखि बी सम्म पनि यसलाई एक्सटेन्ड गर्नुपर्छ है ठीक छ है त यहाँ हेर त तर एक्सटेन्सन ओके ल अब हेरौँ त टु फाइन्ड लेखौँ टु फाइन्ड द magnitude of r vector कसको r vector को है ल ओके त्यसो भए लेखौँ त कलर चेन्ज गरौँ ल है टु फाइन्ड magnitude of r vector कसको r vector को है let us produce गर्नुपर्छ नि त एक्सटेन्ड गर्नुपर्छ है let us produce o a to o c and draw गर्ने नि त हैन bc perpendicular to oc अनि थीटा हाल्नु थीटा be the angle between vectors p vector and q vector then from triangle OB र C अब ठुलो ट्रायंगल लेख्ने यहाँ है अब हामीले यो लिनुपर्छ ट्रायंगल OC र B है ठीक छ OBC ओके ठीक छ ल हामीले यसरी गर्दा पनि हो ओके ठीक छ यति लिने यति कति याद छ हेर त अब हेर्नु ल OB square equals to OC square plus CB square यहाँ हेर्नु कस्तो फर्ममा छ राइट एंगल ट्रायंगल फर्ममा छ हेर त यस्तो फर्ममा छ यहाँ हेर 90 डिग्री छ नि हैन 90 डिग्री को अपोजिट के हुन्छ हाइपोटेन्युस के हुन्छ हाइपोटेन्युस है फाइ को अपोजिट के हुन्छ यो एंगल को अपोजिट के हुन्छ परपेंडिकुलर र एंगल र 90 डिग्री छ एउटै बेसमा भनेपछि बेसले के भन्ने बेस बी है यो थीटाले हामी अहिले हामी हेरिरहेका छैनौं हामी पुरै ट्रायंगल हेरिरहेका छौं यहाँ देखि ओ देखि लिएर बी अनि सी है अहिले हाम्रो लागि थीटा केही पनि छैन
थीटा अहिले हाम्रो लागि हराइसकेको छ है यसले के भन्यो यो हराइसकेको छ ओके हराइसकेको छ ल यस्तो बुझ्ने ओके अहिले हामी ट्रायंगल ओबी र सी गर्ने राइट एंगल ट्रायंगलमा है ल हेर त के छ ओबी भने कुन हो त ओबी हेर त ओबी एच स्क्वायर इक्वल्स टु पी स्क्वायर प्लस बी स्क्वायर त्यही त लेखेको होइन ओबी स्क्वायर इक्वल्स टु ओ सी स्क्वायर होइन प्लस सीबी स्क्वायर त्यही छ ल हेर ल अब के हुन्छ त ओ बी स्क्वायर इक्वल्स टु यहाँ हेर्ने अब ओसीलाई यो ओसी छ नि त्यो दुईटा छ के छ ओए छ र एसी छ हो कि एक्सचेन्ज गरेर हामीले के गर्यौँ एसी है त्यसैले ओसी इक्वल्स टु के हुन्छ ओ ए प्लस ओ एस ल यहाँ रफमा लेखिदिन्छु है हेर रफ ल यहाँ हेर ओसी भनेको के थियो हाम्रो हेर त ओ ए र एसी है ठिक छ ल के छ ओ ए प्लस एसी ओके ल ओसी भनेको ओ ए प्लस एसी को होल स्क्वायर होइन ओसी भनेको ओ स्क्वायरमा छ र सीबी स्क्वायर इक्वेसन के मान्ने इक्वेसन 1 के मान्ने इक्वेसन 1 है ओके यति हाम्रो भइसकेपछि अब हामी के गर्ने अब यहाँबाट मिल्ने ल अब हामीले के निकाल्नु छ यो सबैको भ्यालु निकाल्नु छ भ्यालु निकालेपछि पो हामीले पुट गर्ने के भ्यालु निकाल्ने एसी को निकाल्ने र सीबी स्क्वायर को निकाल्ने है ठिक छ कसरी निकाल्ने त्यहाँ हेर्नु मजाले हेर्नु है ल यहाँ हेर के छ अब ट्रायंगल यसबाट एबीसी बाट है अब यसबाट पनि हाइपोटेनियस र बेस परपेंडिकुलर बेस र हाइपोटेनियस यो पनि त राइट एंगल ट्रायंगल हो हेरौँ न राइट एंगल ट्रायंगल छ कि नै छ हो त्यसो भए यतातिर के हो परपेंडिकुलर है यतातिर के हो यतातिर के हो हाइपोटेनियस है थीटा को अपोजिट के हो परपेंडिकुलर र दुईटै बेस छ भने के गर्ने बेस एउटै ठाउँ छ भने बेस है ओके बेसिक 8 9 10 को हैन ठीक छ हाइपोटेनियस परपेंडिकुलर है बेस ठीक छ ओके ल त्यसो भए हाम्रो अब ट्रायंगल कुन लिने ट्रायंगल ए बी र सी लिने है ठीक छ ओके ल लिन्थे के लेख्ने अगेन लेख्ने ल अगेन फ्रम ट्रायंगल ए बी एंड सी है ल sin थीटा अब sin थीटा cos थीटा है sin थीटा ओके यो भने के हो p by h थाहा छ नि p by h sin थीटा को फर्मुला के हो त परपेंडिकुलर बाइ हाइपोटेनियस त्यसो परपेंडिकुलर कुन हो त ल परपेंडिकुलर थीटा को अपोजिट भनेको BC है अनि हाइपोटेनियस AB हैन ल BC by AB के लेख्ने यहाँ BC by AB ओके ल यति लेख्यो ल त्यसो भए sin थीटा इक्वल्स टु BC by AB हेर त त्यसो भए AB सँग मल्टिप्लाई हुन्छ हेर त यसरी क्रस मल्टिप्लाई हुन्छ नि ल त्यसो भए BC इक्वल्स टु sin थीटा अनि AB अब के जान राख्नु पर्छ भने हामीले AB लेख्यौं है ओके AB भने के हो त यहाँ के थियो CB पो रहेछ भन्छ है CB पो भन्नु पर्यो BC ओके ठीक छ BC लेख CB लेख कुरा एउटै हो है ठीक छ ओके ल sin थीटा बाइ AB हैन ल AB अब जान्नु पर्ने कुरा AB इक्वल्स टु के हो त
हैन। अन्त हामीले भ्यालु पुट गर्नुपर्छ। एबी यहाँ हेर त एबी के छ? एबी हाम्रो ए र बी क्यू भेक्टर छ। ओके, त्यसो भए हामी यहाँ के लेख्ने? क्यू हो। ल त्यसो भए बिसी इक्वल्स टु क्यू साइन थीटा लेख्न मिल्छ? मजाले मिल्छ। भ्यालु पुट गरिदिने, निकालिदिने है। ओके, ल यति गरिसकेपछि अब हामी कस थीटाको पनि निकालौँ एउटा है। ल यहाँ हेर त कस थीटा इक्वल्स टु के हो त? बी बाई एच है, बेस बाई हाइपोटेन्युस। बेस के हो त भनौँ त? बेस हाम्रो हेर हामी कुन ट्रायङ्गलमा छौँ? ट्रायङ्गल एबी र सी है। एबिसीमा के हो त हाम्रो बेस हेर्ने? अब यो के हो 90 डिग्री, यो थीटा भनेपछि यही हुन्छ नि त बेस एसी हैन, एसी बाई एबी है। ओके, हाइपोटेन्युस भनेको यो एबी। ओके, ल त्यसो भए के लेख्न मिल्छ यहाँ? एसी बाई एबी। ओके ओके, ठिक छ। त्यसो भए अब हामीले cos थीटा इक्वल्स टु एसी अपन एबी। अब यहाँ क्रस मल्टिप्लाई हुन्छ हैन, यसरी है। केही छैन भने तल भन्छ। त्यसो भए एसी इक्वल्स टु एबी cos थीटा हैन। ओके, त्यसो भए एबी हाम्रो हेर त एबी को कति छ त? एबी इक्वल्स टु क्यू छ हैन। ल त्यसो भए के लेख्ने? एसी इक्वल्स टु क्यू cos थीटा भयो। ल यति भइसकेपछि अब हाम्रो आन्सर आइसक्यो है। ल अब सबै भ्यालु पुट गर्ने, यहाँ अर लेख्ने है। अर अनि 04 हैन। ल सबै म अर लेख्ने, अर लेख्दिनँ भने मार्क्स काटिन्छ है। ल नाउ अब के गर्ने? अघिको इक्वेसन कति थियो त भन त? ओबी स्क्वायर इक्वल्स टु ओए प्लस एसी होल स्क्वायर प्लस सिबी स्क्वायर हैन। यो इक्वेसनमा अब यहाँ हेर्ने हाम्रो एसी को हेर त, यहाँ सिबी छ हैन, यहाँ पनि सिबी लेखौँ है, नत्र यहाँ बिसी नै लेखौँ। ल यहाँ हेर यो छ नि, यसलाई बिसी स्क्वायर लेखौँ। के लेख्ने? बिसी को स्क्वायर है। यसलाई पनि त्यही लेख, किनकि हाम्रो त्यही आएको छ नि त। तल पनि हामीले बिसी नै लेख्यौँ। सो बिसी ओके को स्क्वायर है त। नलेख्दा पनि हुन्छ, लेख्दा पनि हुन्छ, आफ्नो इच्छा कुरा हो। तर नझुकियोस्, पछि गएर नोट पल्टाउँदा नझुकिनु होइन, त्यसरी लेखिदिएको होला। बिसीको हाम्रो के आएको छ हेर त? बिसी इक्वल्स टु क्यू साइन थीटा होइन, बिसीको आयो। त्यसो भए एसी कति आयो त? ल यहाँ हेर त, एसी इक्वल्स टु क्यू कस थीटा। अब म यो एसी र बिसीको यसमा पुट गर्न सक्छु। ओके, नाउ putting the values of AB, AC and BC in equation 1 we get। ल इक्वेसन 1 को के थियो त? आर स्क्वायर ओसी स्क्वायर भने के हो त? ओसी थियो के थियो? ओबी है, ओबी। ल ओबी भनेको के हो त? ओबी भनेको ओबी इक्वल्स टु आर हो कि नै? ट्रायङ्गलमा हेर यहाँ ओबी इक्वल्स टु आर छ है, ठिक छ। ल आरको अब निकाल्ने, आर स्क्वायर इक्वल्स टु ल आर स्क्वायर भनेपछि एउटा अझै कुरा छ यहाँ हेर त, यो जुन ओए छ नि, ओए है, ओएको भ्यालु पनि छ हेर यहाँ के छ? ओ इक्वल्स टु पी भेक्टर है, ठिक छ। यहाँ हेर त ओ इक्वल्स टु पी छ नि छ, त्यसले हामी ओएको ठाउँमा पी लेख्न मिल्छ है। ल आर स्क्वायर इक्वल्स टु
p plus q cos theta को स्क्वायर प्लस q sin थीटा को स्क्वायर। अब हाम्रो p plus q cos थीटा भनेको a plus b को होल स्क्वायर हो कि नै हो। त्यसो भए अब हामी a plus b मा यसलाई लगाउँ त a plus b मा है। ल यहाँ के लेख्छौं r स्क्वायर इक्वल्स टु p स्क्वायर a plus b को कस्तो फर्मुला a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर है। p स्क्वायर प्लस 2pq cos थीटा प्लस q cos थीटा को होल स्क्वायर प्लस यता यो स्क्वायरिङ गर्ने है। यो स्क्वायरिङ यहाँ गर्ने यहाँ गर्ने ओके। ल त्यो त q स्क्वायर sin स्क्वायर थीटा हैन। ल अब r स्क्वायर इक्वल्स टु p स्क्वायर प्लस 2pq cos थीटा प्लस अब यो स्क्वायरले पनि हामीले यसमा गर्न सक्छौं हैन। q त्यसो लेख्दा त q स्क्वायर cos स्क्वायर थीटा प्लस q स्क्वायर sin स्क्वायर थीटा। अब 8 क्लासमा 9 क्लासमा है सुन sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा इक्वल्स टु 1 पढे थियौं हो के पढे थिएन। ल त्यसो भए म यसलाई र यसलाई एक ठाउँ लेख्छु र q यसमा कमन आइराछ है ठीक छ। त्यस्तै गरी लेखौं त r स्क्वायर इक्वल्स टु p स्क्वायर प्लस 2pq cos थीटा प्लस q स्क्वायर कमन लिने त्यसो भए sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा लेख्न मिल्छ। हुन्छ त्यसो भए r स्क्वायर इक्वल्स टु p स्क्वायर प्लस 2pq cos थीटा प्लस q स्क्वायर इन्टु 1 हो कि नै। ल अब के लेख्ने r स्क्वायर इक्वल्स टु p स्क्वायर प्लस 2pq cos थीटा प्लस q स्क्वायर हो। ल क्युआर आयो है ठीक छ। ल क्युआर आयो हैन। ल अब हामीले यो r स्क्वायर छ नि यो जुन स्क्वायर छ नि है यो स्क्वायर यता गएर के हुन्छ रुट अन्डरमा कन्भर्ट हुन्छ ओके। ल त्यही गरौँ त r इक्वल्स टु रुट अन्डर p स्क्वायर प्लस 2pq cos थीटा प्लस q स्क्वायर यही हो हाम्रो रिक्वायर्ड इक्वेसन ओके। ल यसलाई सो ब्र्याकेटमा क्लोज गरिदिउँ त। ल यही हाम्रो के हो रिक्वायर्ड इक्वेसन है त। यही निकाल्नु पर्ने हामीले सजिलो छ नि केही गाह्रो छ छैन। अनि गाह्रो मान्छन् छोडेर आउँछन् है बुढाहरू। ल अब हामीले यो त निकालेको म्याग्निट्युड आयो के आएको हो यो म्याग्निट्युड हैन। अब डाइरेक्सन निकाल्ने है डाइरेक्सन कसरी निकाल्ने ल हेर्ने यहाँ लेट फाइ ठुलो एंगलबाट है लेट फाइ विथ द एंगल बिट्विन द एंगल मेड बाई मेड हुन्छ है ठीक छ बिट्विन हुँदैन द एंगल मेड बाई r vector on p vector मा है देन
फ्रम ट्रायंगल ओबिसी अब tan थीटा जहिले पनि डाइरेक्सन निकाल्दा tan थीटा हैन tan फाइ है हामीले फाइ छ नि त एंगलमा हैन एंगलमा जे छ त्यो लिने है ठीक छ एंगल फाइ छ हैन ठुलो ठुलो ट्रायंगलमा है ओके ओबिसी भनेको ठुलो ट्रायंगल ओके ल इक्वल्स टु सीबी यसको के हुन्छ p/b हुन्छ के हुन्छ p/b है परपेन्डिकुलर बाइ हाइपोटेन्युस अब यति भइसकेपछि के गर्ने इक्वल्स टु p को के हो त p को अघि पनि लेखेँ मैले हैन माथि गएर हेर्ने cb/oc b भनेको oc हैन ल अब cb जस्ताको जस्तै तर ओसी त ठुलो ट्रायंगल ठुलो हैन त्यसो भए सानो ठुलो ट्रायंगल प्लस सानो ट्रायंगल है ठीक छ ल ओबी प्लस एसी यो कसरी आयो भने यहाँ हेर्ने ल यहाँ हेर ओसी ओ र सी भनेपछि ओए प्लस एसी है ओए र एसी गर्ने ओके त्यो भनेको हाम्रो के हुन्छ ओसी है त बुझ्यो ल अब यहाँ हेर हामी ठ्याक्कै सीबी के थियो हाम्रो अघि के थियो क्यू है ओबी के थियो पी र एसी क्यू साइन क्यू यो सीबी चाहिँ क्यू साइन थीटा है ठीक छ अनि त एसी चाहिँ क्यू कस थीटा ल यति आयो ओके tan फाइ इक्वल्स टु क्यू साइन थीटा बाइ पी प्लस क्यू कस थीटा त्यसो भए फाइ जस्ता फाइ हामीले के निकाल्न डाइरेक्सन हैन त्यसो भए tan -1 अब क्यू साइन थीटा अपन p प्लस क्यू कस थीटा यही हो हाम्रो डाइरेक्सन है और लेख्ने यहाँ हैन टक्क यस्तो एकछिन है यसलाई ल यसरी ब्राकेटमा क्लोज गरिदिउँ ओके ल यही हो यही निकाल्नु पर्ने हो छ केही त्यस्तो तनाव लिने कुरा छैन अनि तनाव लिएर हुन्छ त केटा हो ल ओके गाइस आजको लागि लेक्चर 1 कम्प्लिट है भोलि हामी प्यारालेलोग्राम ल अफ भेक्टर एडिसन गर्ने ओके यो भन्दा त्यो बढी इम्पोर्टेन्ट छ है ठीक छ त्यसमा चाहिँ स्पेशल केसेसहरु पनि निकाल्ने र त्यो स्पेशल केसहरु यसमा पनि युज हुन्छ ओके ल